छोरीले यहाँ यति मेहनत गर्दैछ हाम्रो मारुके चेली काम गर्दैछ अब एकचोटि दसैँ तिहार पछि बाबु त्यति बेला चाहिँ लोकेसन यहाँको लोकेसन भनिदिनु न लोकेसन ठुलामा यहाँको चाहिँ सयचोकदेखि भित्र ठ्याक्कै धर्मचोकदेखि अगाडि लक्ष्मीमावि स्कुलको ठ्याक्कै अगाडि प्लेटको मात्र भने कि चटपटे नि प्लेट मात्र गर्थ्यो अहिले जहाँ छोरीको उसमा आइपुगेछ हामी गुङको छोरी नाम के एकचोटि भन्नु त अब गुङको छोरी हुनुहुन्छ यहाँ चिन्नुपर्ने हाम्रो बाह्रकी सबैले चिन्नुहुन्छ गुङ भनेपछि गुङ भनेपछि सबैले चिन्छ नि होइन मलाई के हाल्नु पर्ने है पानी पर्ने छ बस्ने यहीँ पर्नु भएको कि यही भित्र मम्मी नि मम्मी गाउँमा बालुवा हुनुहुन्छ यो चाहिँ के हालेको त्यो बफ चटपटे ए बफ चटपटे पनि हुनुहुन्छ है हजुर बफ ठिक छ यो नानी चाहिँ यही चिनेको नानी हो मसँगै सहयोग गर्छ काम नानी चाहिँ मैले कामै राखेको तर आफ्नै जस्तै एकदम राम्रो दिदीबहिनी मात्र हो नि त बस्ने यहाँ अनि एकदमै राम्रो छ नानी नै एकदम मेहनतमा हो अहिले 9मा पढ्दैछ ऊ स्कुल जान्छ स्कुलबाट आएपछि चाहिँ मलाई सहयोग गर्न आउँछ महिना राखेको नानीलाई चाहिँ टपट त मासुवाला के छ अरे चिकन चिकन पानी पर्दा के गर्नुहुन्छ यहाँ फेरि पानी पर्दा त्यतिकै भिजी कुरा अब मैले हेरिरहन्छु कि भिजी नि गरिरहेको छु फेरि मान्छेहरू आउनुहुन्छ नि त अब त्यति खाली हात पठाउनु परेन ए त्यही भएर पानी पर्दा पनि बेच्छु ठुलामा अब बिस्तारै कहाँदेखि सिक्नु भयो यस्तो काम यस्तो पहिला आफैले बनाएर खान्थ्यौँ त ठुला आफैले बनाएर खान्थ्यो त्यहीबाट सिकेको ए ल ठिक छ सामान त पहिला सामान जोगाउनु गर्नु पऱ्यो नि त पहिला त है जाडो त आइरहन्छ ठिक छ के हाल्नुहुन्छ अरे यसमा चिकन चटपटमा सबै आइटम हाल्छु अनि लास्टमा चिकन त्यस्तै ए ल आज छोरीको चटपट चाहिँ खाएर जानु पर्यो चटपट हजुर बापाटाकी नानी चटपट नानी चटपट पसन्द शान्ति खाले यो चाहिँ होममेड मैले आफै बनाएको के हो यो मसला यो चाहिँ म आफैले बनाएको मसला हो यो चाहिँ मेरो स्पेसल ए होममेड त्यतिकै मिठो त हुँदैन नि त होममेड मसला आफैले गरेको अनि यो चाहिँ बारपाकी सिलाम ए बारपाकी सिलाम अच्छा त्यसले टेस्टी हुन्छ नि त यो बनाएपछि एउटा गिलो चटपट बनाइदिनु है यो बारपाकी सिलाम सिलाम भिडियो लिनु भइहाल्यो मैले चाहिँ धुलो खुर्सानी त्यस्तो केही राख्दिनँ गिलो भाइ हात चाहिँ छिटो चल्नुपर्ने है यहाँ एकदम छिटो छिटो यो चाहिँ शुद्ध तोरीको तेल तोरी तेल यो त यहीँ पाइन्छ त्यसलाई चाहिँ त्यो काँचै हाल्यो भने गनाउँछ त्यसलाई मजाले पकाएर सेलाएर अनि अब चिकन त्यो त बफ भइहाल्यो चिकन चाहिँ यो मजाले फ्राई गरेर त्यसलाई फेरि थोरै टमाटर सबै मसलाहरू अब सबै आइटम मिक्स गरेर अनि बल्ल यहाँ हाल्ने चिकन चाहिँ मेहनत धेरै छ हजुर एकदम एकपल्ट पुग्नुहुन्छ है रेडी भइसक्यो है रेडी भइसक्यो अब चिकन त्यो चाहिँ के चुप हो हजुर त्यो गाउँबाट मगाएको छु प्रायः जस्तो मैले सबै गाउँबाट नै गर्छु यो लोकल अर्गानिक अब त सबै सामानहरू सकिन लाग्यो लास्ट हो अब हाम्रो पनि बाबा रेडी भयो ल त अब छोरीको हातबाट चाहिँ आज चाहिँ
चटपट खाएर जाने भयो है हजुर मेरो ठुलो बाबा बाटपक्के बारपति तर त्यो नहुनेछ तपाईँलाई हामी तपाईँहरू पनि आउनुहोस् चटपट खानलाई हजुर चटपट लानेको पसलमा चाहिँ चटपट खाने मलाई त घले भाषै आउँदैन कि ठुलो बाबु बहिनीले आउँछ होला नि आउँछ मैले चाहिँ अलिअलि मात्र बोल्छु अनि बुझ्दा चाहिँ सबै बुझ्छु हो बोल्न चाहिँ त्यति बोल्दिनँ मैले चाहिँ ठिक छ